अनि तपाईँको चाहिँ यहाँ पछाडि एउटा होल हुन्छ, नकारात्मक ऊर्जाहरू तपाईँको चाहिँ त्यहाँबाट निस्किरहेको हुन्छ र त्यो तपाईँको चाहिँ सबै तलबाट तपाईँको चाहिँ के हुन्छ, जति तपाईँले जाप गर्दै जानुभयो तपाईँको चाहिँ नेगेटिभ ऊर्जाहरू तपाईँको चाहिँ माथि धकेल्दै जान्छ जाप गर्दै गएपछि। बुझ्नुभयो नि? किनभनेपछि यहाँबाट त्यो शरीरबाट तपाईँको चाहिँ निकालिरहेको हुन्छ तपाईँको चाहिँ मन्त्र जापले, होइन। अनि एउटा सर्टेन टाइममा चाहिँ तपाईँको चाहिँ त्यो नेगेटिभ एनर्जी तपाईँको चाहिँ शरीरबाट तपाईँको चाहिँ निस्किरहेको हुन्छ हो। अनि त्यसले गर्दाखेरि तपाईँको चाहिँ त्यतिखेर तपाईँको चाहिँ टाउको भारी हुने इत्यादि कुराहरू चाहिँ हुन सक्छन्। त्यसमा चाहिँ तपाईँको चाहिँ आत्तिनु पर्दैन, केही समयको लागि तपाईँको चाहिँ त्यो स्टेज आउँछ, गर्दै गएपछि तपाईँको चाहिँ त्यो राम्रो हो। तपाईँको चाहिँ तपाईँको शरीरमा भएका नकारात्मक ऊर्जाहरू तपाईँको चाहिँ बाहिर गइरहेका छन्, तपाईँको शरीरबाट निस्किरहेको छन्। मन्त्र जापले तपाईँको चाहिँ पुस गर्छ, तपाईँको तलबाट तपाईँको चाहिँ माथि धकेल्छ नकारात्मक ऊर्जालाई, यो शरीरबाट हटाइदिन्छ, फ्यालिदिन खोज्छ। अनि त्यतिखेर चाहिँ तपाईँको चाहिँ टाउकोमा प्रेसर परेर तपाईँको चाहिँ तपाईँलाई चाहिँ अलिकति हेडेक हुने त्यस्तो टाइपको चाहिँ आउँछ, त्यो नराम्रो